Hello guys, good morning. Welcome back to my YouTube channel. I hope तपाईँहरू सन्चै हुनुहुन्छ भन्ने मैले आशाका साथमा नयाँ भिडियो लिएर आइसकेकी छु। आज चाहिँ हामी पहाड निनीको घर छु र निनीको घरमा चाहिँ घाम लागेको छ अहिले। यहाँ लास्टै चिसो छ, हावा पनि चलिरहेछ। पहाड हो नि त, रुवा पनि लाग्न लागिसक्यो। मामु बहिनीहरू चाहिँ सुतिरहनु भएको छ। अहिलेसम्म 7 समथिङ 7:30 या त्यस्तै 7 बज्यो। अनि अहिले चाहिँ आमा चाहिँ त्यो कामको कारणले जानुभएको छ। अनि साथीहरू, यहाँ निनीको घरमा यति धेरै फुल छ साथीहरू, फुलै फुलको बगैँचा यति राम्रो बनाउनु भएको छ आमाले, निनीले। आमा चाहिँ लास्ट चाहिँ मेहनती हुनुहुन्छ, त्यसको कारणले यहाँ फुल रोपेर यस्तो दामी बनाउनु भएको छ साथीहरू। त्यो म तपाईँहरूलाई देखाउँछु, सबै फुल बगैँचा देखाउँछु है साथीहरू, राम्रोसँग हेरिदिनु होला। हजुर साथीहरू, फुलै फुल छ, देख्न सक्नुहुन्छ साथीहरू। आमाले फुलै फुल रोपेर हेर्न सक्नुहुन्छ। साथीहरू, यो गुलाबको फुल त साथीहरू 5 प्रकारको छ। माथिसम्म छ साथीहरू, तर माथि लग्यो भने चाहिँ क्यामेराले हुन्छ कि साथीहरू, क्यामेराले मधुर देखाउँछ। एउटा साथीहरू योमा छ कलेजी, एउटा यो सानो पिङमा, यो वाला पिङमा, अनि एउटा चाहिँ यसमा हल्का, यो चाहिँ फिका फिका ओरेन्ज टाइपको छ। एउटा चाहिँ येल्लोमा छ साथीहरू, यो चाहिँ येल्लोमा। मैले तपाईँहरूलाई चारवटा प्रकार देखाइसकेँ र अर्को प्रकार पनि देखाउने छु। सो गाइज, मैले तपाईँहरूलाई चाहिँ यहाँको फुलबारी देखाइहालेँ, फुलै फुल छ। यो चाहिँ निनीको घर। पहाडमा यतिको घर राम्रो साथीहरू, त्यो लुगाहरू चाहिँ उत्तिकै नै छ। निनीको घर, यहाँबाट भ्यू यस्तो आउँछ। सो अब यताको बगैँचा देखाएँ, अब यताको बगैँचा देखाउँछु। सो साथीहरू, यहाँको बगैँचा यति सानो भने फुलेको छ साथीहरू। फुल हेर्नु त कस्तो दामी भएको छ।
यति सानो बोटमा यस्तै फुलेको छ साथीहरू। सो गाइज एउटा चाहिँ यो 5 प्रकारका गुलाबका फुलहरू रहेको छ यहाँ। यो चाहिँ आरू। अब माथि जान लाग्छौँ। हाई रिसा, हाई। हामी चाहिँ अब माथिको घर जान लाग्यौँ निनीको घरबाट। मामा चाहिँ फुलबारीमा हुनुहुन्छ। मिठो पिङ्क के नुनु त अस्ति पिङ्क कलर हो नि यो। कति राम्रो छ यो। अब यति राम्रो रहेछ, पातै देखिन्न क्या यो। अब सब फुलै फुल हुन्छ, पुरा कोपिला लागेको छ। हजुर चप्पल किन्न ला ठुङ्गा छ क्या। लिएर आऊ। आऊ कान्छ चप्पल लगाएको कान्छी चाहिँ उहाँ आउन्न आउन्न भन्दै जिस्किनु। आमाले पिट्नुहुन्छ नि त। ल अब हामी चाहिँ जान लाग्यो रुखसँग माथि गयौँ। यति माथिसम्म सिउरी छ। सबैजना जान लाग्नु भयो। कुन चाहिँ फुल? माथिदेखि लिएर तलसम्म फुलै फुलबारी छ। के भनेको सानी? ए त्यो फुल देखाउन चाहिँ बोट छि सानो हिटो त देखाउन लारहेछ यो फुल साथीहरू। मामु हजुर कहाँ जान लाग? माथि जान लाग्यो। सानी किन्नु खोजेको किन पुग्नु पर्यो? यस्तो सिँढीमा अनि कसरी पुग्ने हो? ऊ अर्की त माथि पुगिहाल्यो नि त। अर्की त माथि पुगिहालिन्। बोक्नुस् ल हिँड्नुस्। थाहा भएन 5 किलो घटिहाल्नु होला। 5 किलो। हाई। यहाँ पनि फुलै फुल छ। सुरीदेखि नै लिएर फुले। यो चाहिँ पोल्ने बोट। हामी चाहिँ सिस्नु भन्छ, तपाईँहरूकोतिर के भन्छ? सो यो चाहिँ हाम्रो माथिको घर। सो गाइज मैले तपाईँहरूलाई सिन पनि देखाइसकेँ, सबै देखाइसकेँ। यदि भिडियो मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला। बाई बाई गाइज।